हेलो गाइज, आफ्टर अल टाइम आई एम मेकिङ अ भिडियो र अहिले चाहिँ हामी विराट इन्टरनेसनल कलेजमा आएको छु। यहाँ कम्पिटिसन भइरहेछ र हामीसँग छ विवेक भाइ। विवेक त्यसै कस्तो चलिरहेछ नि? एकदम राम्रो गोपाल। र हामीले यस्तो चाहिँ यो कुपन भेटेको छ, सम्म साइन गराउनुपर्छ र 300 पोइन्ट दिन्छ र हामीले 50 पोइन्ट दियो भने हामीलाई पानीपुरी खान पाइन्छ र हामीले त्यो इन्जोय गरिरहेको छु। अघि दुईचोटि पानीपुरी खाइसकेको छु र फ्रुटी खाइसकेको छु। विवेकले पनि जित्यो, फ्रुटी जित्यो एउटा, अनि फ्री फायर पनि जित्यो। ब्लग बनाउनु बिर्सिहालेको थियो क्या, अबदेखि ब्लग कन्टिन्यू हुन्छ। दोस्त चाबी दियो न और दुई चारटा दाई यहाँ सुन्नु नि दाई बोलु यतै चापेर दिइहाल्नु नि। यहाँ पनि छ हामी। गाइज हाम्रो चाहिँ पानीपुरी च्यालेन्ज थियो र पानीपुरीमा हामीहरू पुरै एकदम मिलिजुली खायो र फेरि 100 पोइन्ट खायो। 100 पोइन्ट हामी प्राप्त गऱ्यो र अब फेरि हामी अर्को गइरहेको छौँ। अब चाहिँ हामी खेल्न गइरहेको छौँ। ल गाइज, अब विवेकले स्कुटी चलाउन गइरहेछ। यहाँ हेर्न सुन्नुहुँदैछ, गियर छैन र स्कुटी हो रे। नयाँ फोन सक्छु। ल गाइज, अहिले चाहिँ हामी बाइक ट्रायल पनि भयो र अहिले चाहिँ हामी पानीपुरी खान गएको र पानीपुरीमा अहिले मान्छेहरू छैन। हेर पानीपुरी कसरी खाइरहेको छ मान्छेहरू। पानीपुरी के भयो अहिले? धागा कता रहेछ? धागा कता छ? फाइनली हामी 3-4 प्लेट मोमो फ्रीमा खायो र हामी अब घरतिर जाँदैछौँ। मोमो होइन पानीपुरी। एकदम अनडाइजेस्ट भइसक्यो जस्तो लाग्दैछ। भन्छ फेरि माल हो धेरै खाएपछि। र हामी अब घरतिर जाँदैछु र यो भिडियोबाट तपाईँले कति कुरो जान्ने कुरो मिल्यो लाइक कमेन्ट गर्न नबिर्सनु होला। यो भिडियोबाट के जान्छ हौ? यो भिडियो तपाईँले हेरेर कति कुरो राम्रो लाग्यो भने लाइक सब्सक्राइब गर्न नबिर्सनु होला। आजलाई यति नै, धन्यवाद।